यो चाहिँ राजाहरू बस्ने पहिलाको रिसोर्ट अरे है। राजाहरू यहाँ चिल गर्ने अरे है। यसको होइन तिम्रो घर चाचरी त्यही तल होइन र तिमीलाई हामीले चाच। सो यो चाहिँ मेन रिसोर्ट है। एकदमै स्पेसहरू पनि टन्नै छ। कस्तो लाग्यो बसाइ? बबाल लास्टै लाग्यो होइन? चिल गर्यो होइन? लास्टै चिल गर्यो। ठिक छ, यहाँनिर चाहिँ हामी बसेर टक्क सिङ्गल बेड भयो, डबल बेड, बाथरुम वासरुमहरू पनि एकदम। हेलो, वेलकम टु जेसी भ्लग है। आज चाहिँ हामी शिवपुरी रिसोर्टमा चाहिँ आएका छौँ होइन। सो एकदमै यहाँको भ्यू चाहिँ एकदमै मनमोहक छ भने आज पुरै डिटेलमा यहाँको रिसोर्टको चाहिँ म तपाईँहरूलाई एक्सप्लोर गर्ने ट्राई गर्नेछु। सो यो चाहिँ हाम्रो यहाँबाट देखिने हिमालहरू हो होइन। यहाँबाट मर्निङ भ्यूहरू एकदमै रमाइलो छ। हाम्रो चाहिँ कम्पनीबाट चाहिँ यहाँनिर भिजिटको लागि आएको थियौँ, 1 नाइट स्टे है। शिवपुरीबाट लगभग 1 आवर हाइकिङ पछि। सो यो चाहिँ यहाँको मेन रिसोर्ट हो। सो यो चाहिँ मेन रिसोर्ट है। एकदमै स्पेसहरू पनि टन्नै छ। एन्ड यो चाहिँ मेन रिसेप्सन। ठिक छ, यहाँनिर चाहिँ हामी बसेर टक्क खानु मिल्यो है। रमाइलो छ भ्यू चाहिँ। सो यो चाहिँ हाम्रो बाहिरको स्पेस भयो। उहाँ चाहिँ हाम्रो सरहरू हो। सो ओके, यहाँको अब डिटेलमा चाहिँ हेरौँ है त। सो यहाँ चाहिँ एकदमै धेरै नै छ रुमहरू, पार्टहरू रुममा। जस्तो यो चाहिँ एउटा छुट्टै बिल्डिङ भयो होइन। यहाँ चाहिँ माथि र तल गएर कोठाहरू छ। त्यसै गरी यहाँ त्यस्तै छ, उहीँ परसम्म छ। यो एकदमै जङ्गलको बिचमा नै छ होइन, पुरै जङ्गलै हो। तर पनि यहाँ चाहिँ एकदम रमाइलो छ। स्पेस चाहिँ जोस रमाइलो छ है। तपाईँहरू आफ्नो होलिडे स्पेन्ड गर्नको लागि चाहिँ एकदमै मजाले यहाँ चाहिँ क्वालिटी टाइम स्पेन्ड गर्न चाहिँ सकिन्छ है। सो यहाँदेखिको योहरू चाहिँ अर्को रुमहरू भयो। सो यो चाहिँ राजाहरू बस्ने पहिलाको रिसोर्ट अरे है। राजाहरू यहाँ चिल गर्ने अरे है। हेर्नुहोस् कस्तो दामी तरिकाले बनाएको छ। यस्तो धेरै बिल्डिङहरू छ कि यहाँ चाहिँ होइन। सो भ्यूको त अब कुरै छाड्दिउँ है। सो एकदमै खतरा छ पारी। यो पुरै जङ्गल हो शिवपुरीको होइन। यहाँबाट हेऱ्यो भने सो यो चाहिँ एकदम यहाँनिर ठुलो स्पेसमा चाहिँ सानो बिल्डिङहरूमा रुमहरू सेपरेट गरेको छ होइन। अब यो चाहिँ पुरै मेन स्पेस भयो। पारीसम्म पनि यो चाहिँ छ क्या, एकदम पुरै जङ्गल छ। राति यहाँनिर हाम्रो मृग कराउनेदेखि लिएर बाघहरू आउँछ। हाम्रो चाहिँ अरू बाघहरू आइरहेछ यता है। यो चाहिँ हाम्रो घराइसी बाघहरू हो नि, यिनीहरू जङ्गली बाघहरू चाहिँ होइनन् होइन, घराइसी बाघ। सो ल अब जाउँ है त। रुमहरू पनि एकदम जो स्ट्यान्डर्ड तरिकाले बनाएको छ, सेपरेटेड यो पुरै स्पेस होइन। यहाँ अब रुमहरूमा पनि एकदम लाइक हुन्छ नि पुरै स्ट्यान्डर्ड नै छ रुम। यो सिङ्गल बेड भयो, डबल बेड, बाथरुम वासरुमहरू पनि एकदम जोस राम्रो छ, सेपरेटेड स्ट्यान्डर्ड छ एकदमै है। सो तपाईँहरू पनि घुम्न सक्नुहुन्छ आएर। यहाँबाट अझै उताहरू पनि छन् यस्तो पार्टहरू रुमहरू चाहिँ। यहाँनिर यो एउटा छुट्टै ब्लक छ, यहाँ अर्को रुमहरू छ। फेरि अझै गयो भने पनि यतातिर चाहिँ टन्नै नै छ अझै। यहाँ अझै यता परसम्म जङ्गलको राति त यहाँ त को आउँछ कहाँ आउँछ केही मतलबै छैन है। सो एकदम चिल गर्न मिल्ने
ठाउँ चाहिँ छ। हेरौँ यो पुरै जङ्गलै हो होइन, यो पुरै जङ्गल नै हो। सो यता जङ्गल पारी पुरै हिमालको भ्यू। अनि त्यो चाहिँ एकदम रमाइलो छ के सिनहरू, जे होस् होइन। ओके, सो लाइक सब्सक्राइब सेयर गर्न चाहिँ नबिर्सिनु होला है। हामीलाई चाहिँ यस्तै हामीले तपाईँहरूलाई डिफ्रेन्ट ठाउँको चाहिँ एक्सप्लोर गर्ने ट्राई गर्नेछौँ। सो थ्याङ्क यू। तलनिरतिर छ स्पेसहरू होइन, जे होस् रमाइलो लाग्यो। यहाँ एउटा मिसिङ भनेको 1-2टा अब गेमहरू पनि जस्तो स्नुकर टिटीहरू राख्या भए चाहिँ अझ बेटर चाहिँ हुन्थ्यो टाइम स्पेन्ड गर्नलाई होइन। अरू चाहिँ जङ्गलको बिचमा टक्क बाघसँग मृगहरूसँग राति चिल गर्दै होइन टक्क हेर्नुहोस्। यो चाहिँ यहाँको मेन इन्फ्रास्ट्रक्चर भयो, जे होस् रमाइलो छ होइन। रमाइलो नै लाग्यो एकदमै। सो अब चाहिँ हामी तयारीमा छौँ। रुममै छ, रुममै छ। ल सकियो। यो चाहिँ हाम्रो टिम हो है। यो चाहिँ म हो भनेको, म त भनेको छ नि, यो त म हो नि दाइ होइन। हेलो जाने हो रेस्टुरेन्ट चाहिँ। हजुर शिकारमा जानुभएको थियो अरे? सिकार त्यही भन्छ नि त। होइन सिकारमा जाने भनेको चाहिँ गइएन होइन। यहीँ छन् केटाहरू रमाइलो होइन त। एकजना विकास दाई आइसक्नु भयो, अर्को उता भाइहरू आए। सो ल उनीहरू आउनु बाँकी छ। यो चाहिँ स्पेस हो हाम्रो ल है त। मेसेज गरेको सुजितलाई काम लाग्यो। कस्तो लाग्यो गाइस, कस्तो लाग्यो बसाइ? बबाल लास्टै लाग्यो होइन, चिल गर्यो होइन। लास्टै चिल गर्यो। ओ ल चिल गर्यो है त। सही कन्टेन्ट बोल्दै खिचिरहनु भएको छ। यसको होइन, तिम्रो घर चाचरी त्यही तल होइन र तिमीलाई हामीले चाचरी चिनेको छैन र बामरी फुलको आयो ढल्काउँदै जमजम इस्ताकोट आयो ढल्काउँदै टबाट ल फेरि टबाट टपरी ट है। पाल नल्याऊ है।